हाम्रो यात्रा अनि कसैको कुण्ठित भावना, उकाली ओह्राली अनि सुसाइरहेको सल्लाहहरूको बीचमा छटपटाइरहेको कसैको भावना। एउटा पुरानो चिठी जुन जीर्ण भइसकेको थियो, तर कसैको सम्झनामा समर्पित एक अमूल्य नासो। हाम्रो यात्रा सुरु हुन्छ यसरी। काठमाडौँबाट आवश्यक सबै सामग्री बोकी पोखरातर्फ लाग्यौँ। करिब 6-7 घण्टाको यात्रा पश्चात पोखरा हरिचोक पुग्यौँ। त्यहाँबाट हामीले झिनुसम्म जाने जिपको खोजी गर्यौँ। ढिला भइसकेको कारण अलि गाह्रो त भएको थियो, तर हामी एउटा जिप पायौँ। हामीले हाम्रो यात्रा केवल रमाइलोको लागि मात्र सुरु गरेका थियौँ। यात्रा, हामी यात्री अनि हाम्रो क्यामेरा। जिपको दाई हुनुहुन्थ्यो सुखबीर दाई, जो एकदमै रमाइलो मान्छे। हामीलाई हँसाउँदै ठट्टा गर्दै करिब 4 घण्टा पश्चात हामीलाई झिनुसम्म पुर्याइदिनु भयो। क्याको भाइ मैले अघिदेखि छोमरङ जाने भने नि त। यहाँबाट अझै लाग्छ, यहाँबाट टाइम लाग्छ नि त, अझै 1 घण्टा। हामीले सुरुमा त्यो दिनको लागि झिनुसम्म नै यात्रा गर्ने तय गरेको थियौँ, तर त्यहाँ पुगेपछि हामीलाई छोमरङ पुग्नु पर्छ जस्तो लाग्यो। त्यसैले साँझ भए पनि हामी छोमरङको उकालोतर्फ लाग्यौँ। साँझ परिसकेको थियो, त्यसैले हस्याङ फस्याङ गर्दै हामी उकालो चढ्दै थियौँ। हाम्रो नजर एक्कासी एउटा ढुङ्गाको चेपमा च्यापिएको कागजमा पर्यो। शब्दहरूले भरिएको त्यो पत्र। साँझको समय थियो, पढ्न सम्भव थिएन। त्यसैले पत्रलाई गोजीमा हाली हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ। करिब 2 घण्टाको उकालो पश्चात हामी छोमरङ पुग्यौँ। ल, कस्तो भइरहेछ ट्रेकिङ तपाईँको? एकदम राम्रो, गाह्रो भइरहेछ। कहाँ आइपुग्नु भएको छ हजुर? छोमरङ। छोमरङ एक हाम्रो यात्राको अविस्मरणीय ठाउँ। मिठो खाना पश्चात हामी आराम गर्नतर्फ लाग्यौँ अनि हामीले त्यो कागज सम्झियौँ। हामीले भोलि पढ्ने निधो गर्यौँ, किनकि हामी धेरै थाकिसकेका थियौँ। तर मैले अलिकति पढिहाल्छु भनेर हेरेको लेखिएको थियो, प्रिय माया। यति पढ्ने बित्तिकै मैले हाँस्दै, यो त कसैको प्रेम पत्र रहेछ, पढ्न मजा आउँछ है, भोलि उज्यालोमा पढ्नुपर्छ भन्दै सुत्नतर्फ लागे। भोलि बिहानै मनमोहक रमणीय दृश्यसँगै मिठो नास्ता गरी फेरि हाम्रो गन्तव्यतर्फ लाग्यौँ। ओहो, यस्तो चिसो रहेछ यहाँ त। ल हो, कति चिसो छ, गर्मी भइरहेछ। आज हामीलाई हिमालय पुग्नु छ। ल, कस्तो हुँदैछ? रमाइलो, गाह्रो। कहाँबाट उता कटेर हामी यहाँसम्म आयौँ। यो बाटो हिँड्नु पऱ्यो। कति रहेछ नि यार, फेरि यता कतिवटा छन् हो?
छोमरोङबाट करिब 2 घण्टाको यात्रा पश्चात सिनुवा पुग्यौँ अनि सिनुवाबाट केही पर पुगे पश्चात हामीले केही आराम गर्ने निदो गर्यौँ र चटपटे खाने निदो गर्यौँ। मैले त्यही मौका पारी हतार हतार त्यो पत्र निकालेर पढ्न थाले। प्रिय माया, आजकल सबैले मलाई पागल भन्छन्, तर तिमीलाई थाहा छ माया, म पागल होइन। सत्य सत्य म पागल होइन। आज म तिमीलाई पत्र लेख्दैछु किनभने तिमी नै थियौ जसले मलाई सुन्ने, बुझ्ने अनि साथ दिने। तिमी बिना म साह्रै एक्लो भएको छु माया। यो जीवन व्यर्थ जस्तै लाग्छ, त्यसैले तिमीलाई यो पत्र मार्फत आफ्नो दुःख बिसाउन खोज्दैछु जुन कसैले बुझ्न सक्दैनन्। थाहा छैन यो पत्र तिमीसम्म कसरी पुर्याऊ, त्यसैले यही हावाको बेगसँगै उडाउँदैछु। सायद यी शब्द तिमीसम्म पुग्ने छैन, तर मलाई विश्वास छ माया, तिमीले मेरो मौनताबाट नै सबै बुझ्नेछौ। यति पढ्ने बित्तिकै यी शब्दहरूमा एकैछिन हावा पनि स्तब्ध भए झैँ लाग्यो। आँखाहरू चिसा भए अनि पत्र त साह्रै भावुक रहेछ भनी ल चटपटे खाम भन्दै कुरा घुमाउँदै मनलाई गाँठो पारी हामी पुनः हाम्रो गन्तव्यतर्फ लाग्यौं। गाइस, तिमीहरूको भ्लग आयो? Hi guys, we are on our way to ABC. Not ABC. Yes, ABC. For today, we will be up to Doban. Doban, hopefully. पत्रको शब्दमा भावुक हुँदै हामी केही समयमा ब्याम्बो पुग्यौं। हामी अलिकति पनि अबेर नगरी सरासर हामी हाम्रो गन्तव्यतिर लाग्यौं। तीनजना दाइ। जब त्यो पत्र हामीले खोल्यौं, लाग्थ्यो त्यसका शब्दहरूले हिमालको मौनता चिरेर हाम्रो हृदयसम्म छुने गरी चिच्याइरहेको थियो। माया, आजभोलि सबैले मलाई पागल भन्छन्, तर माया तिमीलाई थाहा छ म पागल होइन। सत्य सत्य म पागल होइन। कुण्ठित अनगिन्ती भावनाहरूसँगैको हाम्रो यो यात्रा। बाटोमा हामीले इन्डियाबाट आउनुभएका 2 साथीहरू पनि भेट्यौं, जो एकदमै रमाइलो, एकदमै मिलनसार हुनुहुन्थ्यो। आज हामीले हिमालय पुग्ने निदो गरेका भए तापनि हामीले दोबान पुगेपछि हामीलाई आराम गर्नुपर्छ जस्तो लाग्यो। त्यसैले हामीले दोबानमै आज आराम गर्ने निदो गर्यौं। सकिन्छ? के छ, हिमालय पुग्ने प्लान छ? यहीँ बस्ने प्लान हो? दोबान पनि लोवर दोबान र अप्पर दोबान रहेछ। हामीले भोलिको लागि सजिलो हुन्छ भने अप्पर दोबानमा गई बास बस्ने निदो गर्यौं। त्यसैले हामी 5 जना इन्डियाबाट आउनुभएको साथी सहित हामीले अप्पर दोबानमा बास बस्ने निदो गरी एउटा होटल बुक गर्यौं। भोलिपल्ट बिहानै नास्ता गरी हामी 5 जना हामी हाम्रो गन्तव्यतिर लाग्यौं।
चितवनबाट करिब 1.5 घण्टाको समय पश्चात हामी हिमालय पुग्यौँ। हिमालय पुगेपछि लाग्यो हामीलाई हिजो यही आइपुग्नु पर्थ्यो बस्न। साह्रै रमाइलो, एकदमै रमणीय ठाउँ। एकैछिन त यतै भुलिन मन लाग्यो। त्यसैले सबैजना शौचालय जाने, फ्रेस हुने निर्णय गर्यौँ। त्यही मौका पारे हामीले त्यो पत्र पढ्ने सोच्यौँ। माया, संसार भन्छ म पागल छु, तर म भन्छु माया, मैले केवल तिमीलाई गुमाएको छु। भन्छन् म एकहोरो हुन्छु, टोलाउँछु, एक्लै हावामा कुरा गर्छु, तर म भन्छु माया, म त केवल तिमीसँगै बोल्छु, तिम्रो अङ्गालामा हराउँछु। माया, मैले कोसिस गरेकै हो, हर तरहबाट मैले बाँच्न र हाँस्न कोसिस गरेकै हो, तर हरेक बिहानी व्यस्त लाग्छ, हरेक रात रित्तो लाग्छ। त्यसैले मेरो अन्तिम पत्र तिमीलाई कोर्दैछु। जहाँ छौ त्यहाँसम्म नपुगे पनि आशा छ मेरो शब्दहरूले सुनिरहेका छौ। माया, म पागल होइन, यो त केवल तडपन हो। यति पढेपछि हामीले बाँकी शब्द पढ्न सकेनौँ। हाम्रो आँखाहरू रसाए, हामी स्तब्ध भयौँ। रसाएको आँखा बोकी मन भारी पारी हामी पुनः हाम्रो यात्रातर्फ लाग्यौँ। आज हामी एफिसी ट्रिपको लागि हिमालयबाट देउरालीतर्फ हिँड्दैछौँ। बाटो लगभग उस्तै नै छ देउरालीसम्म, उकालो ओह्रालो जङ्गल। यो बाहेक खासै केही फरक पाइएको छैन अहिलेसम्म चाहिँ, तर राम्रो एक्सपिरियन्स चाहिँ हुँदैछ है त। या सी यू एबिसी। करिब 2 घण्टाको हिँडाइ पश्चात हामी देउराली पुग्यौँ, जहाँ हामीले खाना खानै सोच्यौँ। तर हाम्रो मन अझै भारी अनि पत्र पढ्न आतुर थियो। मैले भने अब चाहिँ हामी पत्र सबै पढेर मात्र जानुपर्छ है। त्यसैले हामी फेरि पुनः पत्र पढ्न थाल्यौँ। माया, यी दिनहरू बिताउन मैले आजभोलि रक्सीको सहारा लिनु परेको छ, तर यो नसोच्नु है म बिग्रिएँ, साँच्चै पागल भए। यो त केवल बहाना हो माया तिमीसँग नजिक हुने। आज पनि मलाई पछुतो लाग्छ। 7 जन्म सँगै बाँच्ने, दुःख सुख सँगै कटाउने सोचेको हामी, मैले तिम्रो अन्तिम सासमा साथ दिन सकिनँ, तिमीलाई अँगालो हाल्न सकिनँ। मलाई माफ गरिदिनु है। यसपछिका शब्दहरू एकदमै मधुरो धमिलो थियो, नबुझिने थियो। पत्रहरू जीर्ण भइसकेको कारणले गर्दा बाँकी शब्दहरू हामीले पढ्न सकेनौँ। खैर, हाम्रो यात्रामा भावनाले भरिएको यो पत्र राखी खाना खाई पुनः हामी हाम्रो यात्रातर्फ लाग्यौँ। पढेका शब्दहरूमा हामी स्तब्ध थियौँ। लाग्थ्यो सुसाइरहेका हावाले तिनै शब्दहरू चिच्याइरहेको थियो। पारिलो घामले उसैको मायाको दियो जगाइरहेको थियो। हेलो हेलो, ठिक छ ठिक छ, के भयो? खुट्टा दुख्यो? फर्स्ट ट्रेक। करिब 2 घण्टाको हिँडाइ पश्चात साँझ पख हामी माछापुच्छ्रे बेस क्याम्प पुग्यौँ। मनको कौतूहलतालाई नजरअन्दाज गरे झैँ खाना खाई सुत्नतर्फ लाग्यौँ। तर के निन्द्रा लाग्थ्यो भारी मनमा। अनि त्यो पत्र, कहिले सोच्छु त्यो पत्र कसको होला, कहिले सोच्छु कसको लागि होला, कहिले सोच्छु त्यो मान्छे कहाँ गयो होला। अनि झल्यास्स सम्झिन्छु, ओहो त्यो पत्र त मसँगै छ, त्यो पत्रलाई के गर्ने होला। अनि सम्झे
त्यो पत्रमा लेखिएको थियो यो पत्र उसले हावाको बेगसँगै उडाउन खोजेको थियो। त्यसैले मैले पनि सोचेँ पुनः यो पत्रलाई हावाको बेगसँगै उडाइदिन्छु। सायद यो पत्र उनी समक्ष पुग्छ या पुग्दैन, तर त्यो शब्दहरू पुग्न सक्छ र पुगोस् भनी प्रार्थना गरी यो पत्रलाई हामीले पुनः हावाकै बेगमा छोडिदियौँ। अनेकौँ कुराहरू खेलाउँदै हामीले जसोतसो त्यो रात काट्यौँ र भोलि बिहानै उठी हामी अन्नपूर्ण बेस क्याम्पतर्फ लाग्यौँ। बिहानीको समय अलि अँधेरो थियो। हामी जसोतसो अन्नपूर्ण बेस क्याम्प पुग्यौँ। फाइनली आयो होइन त? के छ घुँडाको अवस्था? करिब 2 घन्टा पश्चातको हिँडाइ अनि हिँडाइ पश्चातको त्यो रमणीय दृश्य लाग्थ्यो साँच्चै नै स्वर्गको एक टुक्रा छरी नेपालको अन्नपूर्ण बेस क्याम्पमा आएर बसेको थियो। हामी दृश्य हेरेर टोलाइरह्यौँ। ओहो, कति राम्रो दृश्य, एकदमै मनमोहक। हामी एकैछिन रमायौँ, फुल्यौँ, फोटोहरू खिच्यौँ अनि पुनः हामी फर्किनिदो गरी माछापुच्छ्रे बेस क्याम्पमा फर्कियौँ। केही समय खाजा खायौँ, आफ्नो झोलाहरू बोक्यौँ र हामी पोखरातर्फ लाग्यौँ।